लग्ने लामो बनेर आएको भगवान् रामको थियो लग्नमा बृहस्पति भन्नु बाहिर पठाएको भने तपाईँ त मान्छे होइन लग्नको बृहस्पति। अनि अर्को किङ्कुरु बन्तु ग्राह सर्वे एस्या केन्द्र बृहस्पति माता मथानी उत्तान भिन्नतेको विकेश। जुन मान्छेको केन्द्रमा बृहस्पति बस्यो भने त्यो चिना भएका 1000वटा खाद्य खान्छ यति बलियो बृहस्पति भनेको। राम्रो बृहस्पति शिरमै बस्यो बाहुन छेत्रीको बृहस्पति शिरमा गर्नु भनेको अति राम्रो 100 डिग्री पनि राम्रो 1 डिग्री छ राम्रो हो बृहस्पति। अनि धनमा चन्द्रमा गएर बस्नु भनेको धन सम्पत्ति पनि राम्रो उनको जन्मपछि धनमा सम्पत्तिमा पनि सुधारै हुने गरा हो। अनि कुटुम्बको धन खाने पनि भन्छ ससुरालीबाट पनि धन आर्जन गर्ने गरा पनि भन्छ यो पनि हो। धनमा चन्द्रमा पनि कुटुम्बको धन पनि आर्जन कुटुम्बबाट धन आर्जन गर्ने गरा पनि भन्छ क्या। अनि अब रह्यो भाइ बहिनी पराक्रममा मङ्गल पनि निचो रहेछ जेठो छोरो मात्रै हो जेठो दिदी छ एउटा। यो अलिकति के हो भने यसपछि यदि सन्तान जन्माउन खोज्नु भयो भने गर्व खेर जान सक्छ भन्ने पनि हो। दुईटा भइयो नजन्माए निको किनभने मङ्गल एउटा निचो बसेको छ भाइ बहिनीमा। यो बहिनी हुँदा विशेष अब यसपछि भने आफूपछि यदि भाइ भयो भने भाइलाई अलि हानि गर्ने कुरा हो कि। अनि त्यसपछि गएर अरू आमा जमिन धान्न पानीको मारे सूर्य बुधसँग अतिरिक्त बुधार्थ राजयोग भयो। राज्यबाट मान सम्मान प्राप्त गर्ने विदेश घुम्न गए पनि नेपालमा सरकार जारी खान्छ मान्छे त्यो पनि एकदमै देखियो। अब विद्याको माथि बुधसँग आएर सूर्यसँग वयसको खाने छ बनाउँदै हुनुपर्छ एकहोरो एकदमै केतुको एकै मती 7औं बुधार्थ श्रीमती पनि हाम्रो उठान टेकेको राम्रो बाको मानिससँग सोही बा हाम्रो पेसा सेटल हुनुहुन्छ भएको कुरामा बा हाम्रो पेसा सेटल आमा पनि हाम्रो पेसा सेटल पनि राम्रो। राहु 11मा अति राम्रो 23 आयो यता आयो भने 100 वर्ष भन्ने हो है कलिको मान्छे 100 त नमान्दैन तर नेपाल सरकारले तोकेको 78 भन्दा माथि जान्छ तर जाँदैन भनेर दीर्घायु नै छ यो अल्पायु मध्यमायु छैन। अनि त्यसपछि गएर आयुको समय गुरु पनि श्रीमा आयो उत्तमै भइहाल्यो। भाग्यमा सुरु बदि चिना अलि विशेष छ है यो चिना धेरै राम्रो मध्येमै पढ्ने चिना हो यो हाम्रै चिनाको मध्यवित्तै पढ्ने चिना हो। तत्कालका ग्रह दशा हेर्ने मङ्गल र सङ्कटा हो ग्रह पनि सङ्कटा दशा जन्मिएर जन्मुलाई दान त गर्नुभएको थियो र 11 दिन नबक्यो भने दान गर्नुभयो न सकिन्छ भने वर्षमा एकचोटि यो 8 वर्षमा सङ्कटा छन् नत्र भने 1 वर्ष बिराएर 1 वर्षमा यसो ग्रहको सङ्कटाको जप चाहिँ गरिहाल्नु होला। किनभने सङ्कट मङ्गल हुने पनि धातु ग्रह हो चोटपटक लाग्ने आगोले बल्ने ग्रह भने मङ्गल सङ्कट भने पनि त्यो चोटपटकै ग्रह हो। राहु 11मा छ 5औं राहुले हेर्छ देवाले यो वर्ष 8 वर्षको हुँदासम्म वर्षमा एकचोटि गरेर पनि हुन्छ 1 वर्ष बिराएर पनि सङ्कटको जप चाहिँ गरिदिनु होला आजले। जस्तो 81 वर्ष जन्म्यो 81 गर्नु 82 गर्नु परेन अब 83 लाग्यो एकचोटि दान गरिहाल्नुहोस् 84 गर्नु 85 फेरि गर्नुहोस् त्यस्तै गरिरहनु भने सङ्कटले जीवन राम्रो बनाउँछ मान्छे राम्रो छ चिना अति राम्रो छ। अहिले यो उमेरमा अलि सङ्कट गरेर भयो हुनाले यसो सानो पूजा अहिले त 81 गर्नुभएको यो 82 गर्नु पर्ने 83 गर्ने सिधै 83 गर्नु 84 50 सानो फेरि गरिहाल्ने त्यसो गर्नुभयो भने दिनभरि त्यस्तो चोटपटक लाग्नबाट अनि त्यसपछि आएर अरू त यति बिराम हुन्छ त्यो चोटपटकै डर हो यो बेला शिक्षा जागिर त्यस्तो शिक्षाको अति राम्रो लग्नको बृहस्पति शिक्षा बृहस्पति राम्रो छ भने श्रीमान बृहस्पति भएर त राम सिद्धको ध्यान हुनु अघि होला जोगी झन् प्यारो भएर जोगी भने बृहस्पति झन् मेन जोगीको बाहुनको त बाहुन बृहस्पति बाहुन मात्रै हुन् तर मेन बृहस्पति सन्यासी हुन्। पहेँलो कपडा चाहिने पहेँलो वस्तु चाहिने बृहस्पतिलाई होइन शिरमा छ ट्याक्कै अनि आमा गर्नु भएन उहाँको छोरीका जस्तो भाग्यमा बसेको बृहस्पति यिनको आफ्नो घरमा शिरमा बसिदिएको हुन्छ उनको डिग्री फुल छ उनको डिग्री कम थियो यसको पावरफुल छ जवानीबाट बुढेसम्म भाग्न 10 देखि 20 जवानी हो नि जम्मा 29 हो क्या यसको 29 डिग्रीसम्म हुने हो भनेपछि 1 देखि 5 बाल अवस्था भयो 5 देखि 10 कुमार भयो 10 देखि 20 जवानी भयो 20 देखि पछि अलि हल्का बुढो भएर ढल्को मात्रै 5 देखि 29 नै बुढो भयो 21 भने राम्रो भयो डिग्री पनि ठिक छ। अनि बुधा आदित्य योग राजयोग
यो त हाम्रो विद्या पनि एक जिद्दी हो एउटा मङ्गल ग्रह निचो छ अरू अति राम्रो चिना हो अहिलेका ग्रह त यो यी ग्रह जस्तै यही सङ्ख्यालाई ग्रह 18 देखि 26 राखिदिएको भने अन्यले बनाउँथ्यो नि अहिले बच्चा आएछ यो आफै बच्चा त के मतलब भने आएर गइहाल्छ अब 36 वर्षपछि आउने त्यसलाई त सेटल भइसकेको हुन्छ नि त्यो मतलबै हुन्छ त्यसपछि 36 वर्षका था 36 वर्षदेखि 44 वर्षसम्म हुन्छ फेरि 36 पछि आउने घुमिरहने 36 पछि आउने गरेर 36 पछि भाउ 11 को खास चाहिँ हामी त गर्दैन अघिल्लो 4 भन्दा पनि पछिल्लो 4 खास हानि हेर्ने सङ्ख्या के 1 देखि 4 भन्दा पनि 4 देखि 8 मा मेन हानि गर्ने भनेको तर पनि वर्षमा सङ्ख्या पनि सङ्ख्या यो वर्षमा एकचोटि 1 वर्ष बिहार यसो यति जग्गा दिनु भयो भने यसो रोकथाम हुन्छ बच्चा अझै राम्रो छ बनाउनु भयो नि टिपाएर गइनुहुन्छ पछि बनाउनु भने पछि भन्नु केही फरक परेन होइन नबनाए बनाए नि भयो के छ 3000 बनाउने हो सल्लाह गर्नु होला नम्बर त्यही वाट्सएपमा यही मिति वाट्सएपमा हालिदियो नि म बनाइहाल्छु त्यो समस्या छ यो नम्बरमा यही नम्बरमा वाट्सएप छ काम छेवर गर्ने कि भन्ने थियो त्यही भएर कहिले गर्न ठिक हुन्छ अर्को सालै गर्नु पर्दैन छेवर यसो भयो भन्नु छेवर 81 को कहिले जाने हो 30 गते मङ्सिर बाहिर एक वा 2 मा लाग्यो खासएको छेवरको वर्ष यो होइन त्यही त यो मङ्सिर गटेपछि हो 2 वर्षको 3 लागेपछि हो पैसाको नगर्ने 1 वर्ष 3 वर्ष 5 वर्षमा छेवर गर्नु भन्ने भनेको बिजोर वर्षमा जोड वर्षमा होइन 1 वर्ष नपुग्दै गर्नु पर्थ्यो सालले भन्दा नि जन्म मितिको कारणले अब सालो त सरकारै भएन त्यसरी गर्छ अब मानौ 30 नेपाल त भइसकेको थियो 1 वर्ष त हुँदैन त 2 दिनको हुने थियो होइन सालो त गर्ने कुरै हुँदैन अब गरेपछि दोस्रो जन्मदिन पछि गर्ने 2 वर्ष पुगेर तेस्रोमा लाग्यो भने बल्ल गर्ने अब महिनाले दिन पुग्ने भयो भने दिनले पुग्नु पुरा त्यसो अब मङ्सिरको पनि जन्ममै यिनको छेउर हुँदै हुन्न सिधै अब 83 को मागमा गर्ने हो स्पेसल नियम अनुसार यिनको छेउर गर्ने अब तपाईँले अब कपालै पाक्यो अप्ठ्यारै भयो समस्या आयो भने तिनी कुरा अलग हुन् है अब त्यो बाध्य त्यो छैन कान छेड्ने के कान छेड्न के हो कर्णवेद त गर्न मिल्यो कर्णवेद त छेउर भन्नुभयो कर्णवेद त गर्नु भयो कर्णवेदमा 3-5 वर्ष भन्ने हुँदैन कर्णवेदमा अब दिन निको हेर्नु पर्यो अब अहिले तत्काल गरिहाल्ने रामनवमी गर्नु पर्यो तेह्र गते होइन हजुर नमस्ते हजुर बिजी छु भन्नु त बरु म हेरिरहेको छु अब चोखाउने भनेको प्रतिष्ठा भन्ने भयो त्यो मन्दिरको प्राण प्रतिष्ठा गर्ने हो त्यो मन्दिर राखेको मूर्तिको त्यो मन्दिरको प्राण प्रतिष्ठा गर्ने हो त्यो अग्नि जुर्नुपर्छ अनि तपाईँ कर्ताको नाममा चन्द्रमा जोडाउनुपर्छ 2 कुरा जोडाउने हो त्यो 2टा कुरा जुट्नुपर्छ एउटा अग्नि जुट्नुपर्छ एउटा तपाईँको नाममा चन्द्रमा जोडाउनुपर्छ बस्नु आएको अब त्यो पनि हेरिहाल्नु हेर्नु त पर्यो के अरे अब चैतको महिना तत्काल गरिहाल्ने भयो अब चैतको दिन हेर्नु पर्यो वैशाख गर्नुहुन्छ भने वैशाख हेर्नु के भन्नु त चैत दसैँ भित्रै गर्ने हो चैत आँगेपछि त 11 गते अब आजभन्दा उताका दिन भनेका 9 गते 11 गते 13 गते 16 गते र 18 गते दिन हुन् है अब 9 11 13 16 18 हजुरको नाम भन्नु त शुभ नाम मेरो नाम अमर बहादुर रम्तेल मेष राशि हुनुभयो होइन भनेपछि अमर बहादुर 9 11 13 अब 11 गते बुध सोमखेती बुधबार 11 गते बुधबार मृगशिरा अमर दोस्रो 11 गते गर्न मिल्छ उत्तम दिन छ 13 गते पनि मिथुन तेस्रो 11 र 13 2 दिन मिल्छ जुन रामनवमी र